शिक्षाको जननी मानिएको कलेजले गर्दाखेरि धेरै हामी यहाँ पढ्न नपाए पनि अनलाइन क्लास पनि भयो गर्छ। त्रिचन्द्र कलेजको प्राङ्गणमा छौँ। त्यही हाम्रो यहाँ ग्याङ फाइटहरू होइन निर्माणको अपेक्षा गरिरहेको छ। हेलो एन्ड वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ हामी समसामयिक विषयमा कुरा गर्छौँ होइन। आज चाहिँ हामी कतै पनि घुम्न पनि गएको छैनौँ, कतै यस्तो रमाइलो ठाउँमा पनि गएको छैनौँ। यो हाम्रै कलेज, पुरानो कलेज, नेपालको शिक्षाको जननी मानिएको कलेज त्रिचन्द्र कलेजको प्राङ्गणमा छौँ। आज चाहिँ हामी धेरै समयपछि चाहिँ यहाँ प्राङ्गणमा उपस्थित भएको छौँ। कवीर पनि यता आउनु न, तपाईँ यता आउनु, कुरा गरौँ, यता आउनु न। के छ हाम्रो यस्तो छ, त्रिचन्द्रमा बितेका पलहरू कस्ता रहे यस्ता भन्ने कुरामा पनि हामी यसो विशेष छलफल गर्छौँ होइन। छलफल त के भन्ने कुराकानी गर्छौँ। अब हामी यहाँनिर किन आएको भन्दाखेरि पहिला चाहिँ हामी पढ्दाखेरि होइन पुरै के अरे हाम्रो यहाँ ग्याङ फाइटहरू होइन, पुरै नेताको झगडाहरू हुन्थ्यो पुरै होइन। अहिले चाहिँ त्यस्तो केही छैन, सुनसान छ। अहिले झन् के अरे यो हाम्रो बालेन सरकार आइसकेपछि त के भयो, यहाँ खाली छ कलेज होइन, आफ्नो बाटै सबै साइड लगाइरहेको छन्। अहिले हाम्रो यो के को बस्ती भन्छ, सुकुम्बासी बस्ती पनि आफ्नो आफैले हटाइरहेको रहेछ। अब हामी चाहिँ यहाँ आफै कोरोनाले गर्दाखेरि धेरै हामी यहाँ पढ्न नपाए पनि अनलाइन क्लास पनि भयो हाम्रो 1-2 वर्ष। त्यसले गर्दा पनि हामी धेरै पढ्न पाइयो नै यहाँ आएर। त्यही पनि हामी जति बस्यो त्यो एकदम रमाइलो भयो। धेरै रमाइला क्षणहरू छन्। एकजना साथी पनि आउँदै हुनुहुन्छ, अर्को साथी पनि आउँदै हुनुहुन्छ होइन। यो चाहिँ हाम्रो कुनै बेलाका अतीत भुलाउने ठाउँ हो। त्रिचन्द्र आफैमा एउटा इतिहास पुगेको गर्विलो ठाउँ हो होइन। यसमा पढ्न पाउँदा पनि अब एकदम रमाइलो लाग्छ। यहाँ आएर सहरको के भन्ने बिचमा, सहरको बिचमा होइन, कोलाहाल बाटो टाढा आएर यहाँ आउँदा पनि अब अलिअलि साउन्डहरू आए तापनि एकदम रमाइलो लाग्छ। हामी जस मन खुसी हुन्छ। तर जीर्ण अवस्थाका भवनहरू छन्। आफ्नो कुन सपना थियो, कुन एउटा लक्ष्य लिएर अगाडि बढेको मान्छे कहाँ आएर अब यस्तोमा आएर एउटा आफ्नो ब्याचलर लेभल चाहिँ पास गर्यो टियुबाट, त्यही माथि त्रिचन्द्रबाट। टियुको पनि अब एउटा टियुभन्दा अगाडिको शैक्षिक संस्था हो धरवाद। सो कवीर कस्तो लागिरहेको छ तपाईँलाई धेरै पछि यहाँ आउँदाखेरि? राम्रै लागिरहेको छ नि होइन। जस कस्तो तपाईँको त मभन्दा धेरै पढ्ने होला होइन। म त 4th इयरमा मात्र आएको, तपाईँ त 1st इयरदेखिको रेगुलर स्टुडेन्ट। यो हो नि त यार। अनि यस्तो मौसम छ, बर्खा लागे जस्तो भन्छ, गर्मी सिजन भए तापनि बर्खा लागे जस्तो भएर फुलहरू एकदम फुलिरहेका छन्, जक्यारान्डाहरू। र कलेजले पनि पुनर्निर्माणको अपेक्षा गरिरहेको छ होइन। अब यही कलेजबाट धेरैजना पढेर प्रधानमन्त्री हुनुभयो कोही होइन। ठुल्ठुला नेता यही कलेजले उत्पादन गर्यो। तर यो कलेजले ती मान्छेहरू अथवा ती नेताहरू फर्केर आउला भनेर परिकल्पना गर्दै जीर्ण अवस्थामा पुगिसक्यो होइन। त्यस पारीको बिल्डिङ चाहिँ बनिरहेको छ। पारी तपाईँ खेल्नु पारीको न त भलिबल ग्राउन्ड हाम्रो त्यहीँ थियो होइन। हामी त आउने के भन्ने अब आउने क्लासमै नआउने क्या, क्लासमा आउने। अनि हामी भलिबल जति बेला चाहिँ बिहानदेखि बेलुकासम्म चाहिँ बस्यो, लास्टै बस्यो। स्पोर्ट्स हलमा चाहिँ हामी ब्याडमिन्टनहरू त्यस्तो खेल्दैन होइन। तर भलिबल त खेल्यो। भलिबल त अब आफूलाई यहाँ हाम्रा दाईहरू हुनुहुन्थ्यो, अग्रज दाईहरू, उहाँहरूलाई सम्झिँदै साथीको कल आएको नि। हजुर साथी, हामी त यहीँ यो उसमा छौँ नि त, झन्डा गाडी यहाँ त्रिचन्द्र लेखेको ठाउँमा। एकजना हामीसँगै पढेको साथी पनि यहाँनिर आउँदै हुनुहुन्छ। हामी अब विशेष कारणवश दाङबाट आउनु भएको छ होइन। अब हामी त यहीँ बसिरहेका छौँ, पढिरहेका छौँ, केही गरिरहेका छौँ। अब परिकल्पनाहरू धेरै छन्, तर ती कार्यान्वयन गर्न चाहिँ निकै गाह्रा छन्, कठिनाइ छन् होइन। सङ्घर्ष भए तापनि अब कोही चलिरहेको जस्तो लाग्छ।
अब अरू त के गर्नु त्यही छ होइन। हाम्रो डिपार्टमेन्ट चाहिँ उता थियो यहाँनिर चाहिँ अब के हुन्थ्यो भने त्यति बेला चाहिँ एकदम विद्यार्थी नेताहरू अलि कस्तो हुन्छ हट ब्लडेड हुन्छ नि त्यस्तै थियो होइन। आएको छ कति आन्दोलन गर्थ्यो यार त्यति बेला इट्टाले होइन इट्टाले पुलिसलाई हानेर भयो। अहिले त जोस् अलिअलि जोस् चेतना पनि भयो नि त विद्यार्थीहरूलाई यस्तो गर्नु हुँदैन भनेर आफूलाई नराम्रो लाग्न लागिसक्यो। त्यो नराम्रो पक्ष हो नि त नराम्रो पक्षलाई कहिले पनि एकदम प्रोत्साहन गर्नु हुँदैन क्या। त्यो जहिले पनि नराम्रो भनेको नराम्रो हो प्रोत्साहन गर्नु नै होइन। जस्तै माइक्रो बायोलोजीमा हामी हुँदाखेरि चाहिँ कुनै पनि अब त्यो राजनीतिक आउट हस्तक्षेप कहिले पनि भएन। त्यो चाहिँ एउटा प्लस पोइन्ट हो राम्रो मान्छे जस कतैबाट यसो थाकेर आएको बेलामा यहाँ आएर बस्नु चाहिँ एकदम मजा लाग्छ। अहिले पनि क्लास भइरहेको छ है फेरि यहाँ हाम्रो त इभिनिङ सिफ्ट मर्निङ सिफ्ट डे सिफ्ट सबै हुन्छ। तपाईँहरू पढ्न इच्छुक हुनुहुन्छ भने चाहिँ फेरि प्रोफेसरहरू एकदम राम्रो हुनुहुन्छ। फेरि त्रिचन्द्र हेर्दा मात्रै यस्तो पढ्नेलाई एकदम राम्रो पढ्ने वातावरण छ पढ्न पाउनुहुन्छ। तपाईँलाई कसैलाई यो कोर्सले गर भनेर भन्न चाहिँ भन्नुहुन्न यहाँ त्यो हो। अब तपाईँ यस्तो अब हामी पनि विभिन्न एमहरू लिएर अगाडि बढेको मान्छे म त झन् एमबिबिएस पढ्छु केही गर्छु त्यतै भन्ने मेरो एउटा अर्थो थियो तर सोचे जस्तो पुरै पुग्न हुँदैन। तपाईँको चाहिँ के थियो खासमा तपाईँ त डाक्टरै होला होइन तपाईँ डाक्टर म कन्डक्टर भयो त होइन त। अहिले चाहिँ स्थिति यस्तो आयो कि यस्तो आएर बसौँ न त यहाँ आउनु नि त के गर्ने हो फ्रेममा त आउनु पऱ्यो होइन। हामी बोलेको सुन्ने छैन भन्ने पनि थाहा छैन किन भन्दाखेरि हामीसँग बजेटको अभाव छ होइन साथीहरू। अब सधैँ घुमेर हाल्नु भन्दाखेरि पनि कोही कोही बेला चाहिँ मिठो गफगाफ आफ्नो लाइफको बारेमा नि यसो एउटा आफ्टर +2 पछिको लाइफ कसरी बित्यो भन्ने विषयमा पनि हालियो न त एउटा भनेर भिडियो बनाएको। भिडियोहरू चाहिँ हाम्रो हेरिदिनु होला नियमित दर्शक बनिदिनु होला साथ समर्थन सहयोग गरिदिनु होला भन्ने अपेक्षा गरेको छौँ। अरू त हाम्रो भन्नु जस्तो धेरै केही छैन। हजुरहरूले हामीलाई माया गरिदिए पुग्छ। अरूभन्दा नि कवीरजीलाई अझै धेरै माया गरिदिनु होला। एकदम इमान्दार मान्छे हुनुहुन्छ। अब हामी जे गर्छौँ नेपालमै गर्छु भनेर त बसे अब है मेरो पनि अब यस्तै छ चलिरहेको छैन। अरू भनेको त अब हामी बसुन्जेल चाहिँ जस तपाईँले इयर लस गर्नुभयो यहाँ प्लसमा पछि त मैले डाइरेक्टली यति जोइन गरेँ हो डाइरेक्ट नेम सेम पढ्नु नेम भएको थियो पढिनँ नपढेको केही पनि पढेन उहाँले हो कि के हो अब यसलाई हामी चाहिँ टुङ्गाइदिने हो त नटुङ्गाउँ न उहाँलाई नै क्याप्चर गरौँ न के छ र उहाँको पनि त अब यसो हाम्रै साथी हो त उहाँ पनि उहाँ हो होइन यार तपाईँ कसलाई भन्नुभयो यार म त चिनेको यार टाढाबाट जस्तो देखिरहेको होइन म त फेरि हो क्या भनेर हामीसँग पढेको साथी तर हुने रहेछ होइन अब टाढाबाट फेरि तपाईँ त फेरि चिनिसक्दैन मैले देखाएको छु कि छैन तपाईँले नदेखिन्छ। अनि अरू भनेको त सबै ठिक छ हजुर। एउटा चाहिँ हाम्रो एउटा विक पोइन्ट के रहेछ भन्दाखेरि हामी बोल्नै सक्दो रहेन रहेछ नि एउटा भनाइ छ नि होइन बोल्नेको होइन बोल्नेको के पनि बिग्छ बोल्नेको चामल पनि बिग्दैन त्यही हो है त खासमा। अब हामी चाहिँ अब हजुरहरू सामु आइरहेको छौँ डिजिटल्ली बोलेको मैले सुनिन्छ कि अरू त भनेको त्यस्तै होइन साथी हो। अब यी प्रकृतिको फुलहरू माथिबाट झर्दैछन् हामीहरू प्रकृतिमै रमाउँदैछौँ। यो चाहिँ हाम्रो यो निलो यो अरू पछि के हो थाहै भएन यार त्यो त आकाश बेलीको लहरा पनि त्यो चाहिँ हाम्रो गार्डन है साथीहरू। यहाँ त फेरि एकदम आनन्दको छ नि फेरि बस्नुलाई बस्यो आनन्दले अनि
कति रमाइलो भर्खर पानी परेर गर्मी सिजन हुँदाखेरि पनि रुखै रुख छ, एकदम आनन्दले बस्न पाइन्छ। यहाँ कसैलाई रोकथाम चाहिँ छैन, यो एउटा प्लस पोइन्ट हो। आएर पढ्न पाइन्छ, बस्न पाइन्छ। झगडा हल्ला यहाँ वञ्चित गरेका क्रियाकलापहरू चाहिँ गर्नु भएन। अरू त भनेको फ्रिडम है त साथीहरू। हामीलाई हेर्दै गर्नुहोला, माया गर्दै गर्नुहोला, सल्लाह सुझाव दिँदै गर्नुहोला। हाम्रो भिडियोहरूलाई जस्तो लाग्छ त्यस्तै भनिदिनु होला, के सुधार गर्नुपर्छ भनिदिनु होला। हामी बिदा हुन्छ। हस् त, धन्यवाद, नमस्ते।